आज मैले कटहरको सब्जी बनाउन लागेको हेर्नु। मलाई त्यति खासै त आउँदैन बनाउनलाई, त्यही पनि हल्का प्रयास चाहिँ गरे हो। अनि यो चाहिँ थोरै हल्दी अनि नमक राखेर चाहिँ सिटी लगाएको। अनि चाहिँ यो चाहिँ मसला, यसको मसला बनाउन लागेको हुँदैछ। यो मसला हेर्नु अझै राम्रोसँग भइरहेको छैन। हेर्नु अब हुन्छ है यो पनि। मसलामा मैले कटहर राखिदिएँ। अनि मेरो भिडियो जसले हेर्नुहुन्छ, जसलाई मनपर्छ लाइक शेयर कमेन्ट गर्न नभुल्दिनु होला, सब्सक्राइब भी गरिदिनु होला। आज चाहिँ मलाई कटहरको सब्जी खानु मन लाग्यो, त्यही भएर बनाएको। कस्तो हुन्छ बल्ल प्रयास गरिरहेको छु, फर्स्टचोटि बनाउँदैछु हेर्नु। अनि राम्रो त बन्दैन क्या, खै कस्तो हुन्छ हुँदै चाहिँ छ। अनि लाइक कमेन्ट शेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला, नभुल्दिनु होला। लगभग यो चाहिँ भइसक्यो, तयार भइसक्यो। अब यो चाहिँ धनिया राख्दैछु। अनि हामीले यसलाई चाहिँ कटहर भन्छौँ, तपाईहरुले के भन्नुहुन्छ कमेन्ट गरिदिनु होला। रेडी भइसक्यो यो सब्जी।